अघि नै चाहिँ मुड जस्तै भएर मैले भिडियो बनाएन हैन अनि अहिले चाहिँ मैले भिडियो बनाउँदैछु एन्ड थ्याङ्क्स टु हाम्रो जोबिका बहिनी लाग्यो अनि अरू चाहिँ एकछिनमा गइसकेको थियो विक्रम दाइहरू आउँदै हुनुहुन्छ एन्ड त्यही हो थ्याङ्क यू जोबिका बहिनी एन्ड म चाहिँ के भन्छ अरे अलिकति कामहरू थियो कि यहाँ बाहिर यताउता छिर्ने 2-3वटा ठाउँ एउटा चाहिँ बन्द रहेछ यतै छेरिएर रोक्दिनँ अनि त्यसपछि त्यही भयो त्यस्तै भयो अनि त्यही भएर या अब चाहिँ जानु लाग्यो बिस्तारै म तपाईँहरूलाई अगाडि भेट्दै गर्छु है त सो अलराइट गाइज या अब हामी हरिशचोकबाट निस्किसक्यौँ खाजासाजा खायौँ हामीले त्यो चाहिँ देखाएनौँ हामीले के खायौँ भनेर यो चाहिँ हामी भन्दा नि भन्दैनौँ अनि यो चाहिँ हाम्रो सागर हो अनि नर्थ एबिसीमा चाहिँ मिस थियो यो यहाँ अगाडि बस्नेवाला यो सुभाष अहिले भिडियोमा देखाउँदै गर्छु यहाँ हाम्रो भाउजू हुनुहुन्छ यहाँ हाम्रो विक्रम दाइ हुनुहुन्छ यहाँनिर मेरो घर हुन्छ अनि चाहिँ अब हामी एन्ट्री हुन लागिसक्यो अनि धेरै टाढा पुग्न चाहिँ कति 2 घन्टा 3 घन्टा म्याक्समा 3 घन्टा अनि मिनिमममा चाहिँ 2 आवर्स जस्तो लाग्छ अरे अनि जाँदैछौँ सो इट्स दिस एन्ड या सो फार सो गुड जिनो डाँडा सही यस नयाँ क्यारेक्टर आयो नि त है नयाँ क्यारेक्टर आयो गाइस हेर्नुपर्छ अब चाहिँ भाउजूको घरमा भनेपछि बहिनीको अब पछाडि केटाहरूको के छ अलि सुनिएन होला यार अब सागरको पालो सबको सुनियो है म त क्यामेराम्यान हो है अझ कस्तो नि आएन अलिकति रमाइलो भइरह अगाडि बसिहाल्दा अब मेरो छोटी दाइको हेरिदिउँ न यहाँ ल दाइ भनिदिन्छ ल तपाईँको कस्तो भइरहेछ अहिले त्यो त पुग्दै गरौँ न कि दाइ अहिले हाम्रो यहाँ ग्रुपसँग बस्दा चाहिँ तपाईँलाई कस्तो भइरहेछ भनिदिनु नि त एकदम दाइ पनि खुसी हामी पनि खुसी है सबैजना खुसी रमाइलो भइरहेछ जोकै हानिदिने हो एउटा जोकै हानिदिने हो हल्का उता पिएमलाई हानिदिने हो इन्डियाको पिएमलाई हानिदिने हो सो वी आर ह्याभिङ अ ब्रेक पिस ब्रेक राइट नाउ मोदी खोला मोदी नै हो यार मोदी भने पनि जे भने पनि अब मोदी नै हो बडा अहिले मोदीमा आइसक्यो अनि मोदी चाहिँ इन्डियामा छ खोला चाहिँ यहाँ रहेछ हो क्या जस्ट किडिङ है फेरि कन्ट्रोभर्सीमा पर्ला हामी ल ठिक छ यस यहीँबाट हो घान्द्रुक जाने पुन हिल जाने अनि अन्नपूर्ण बेस क्याम्प जाने हामी झिनो डाँडा आइपुगेको छौँ
मान्छेहरू चाहिँ हेर्न सक्नुहुन्छ। हजुर र दाइ चाहिँ यहाँनिर फोटो खिच्दैसक्यो भिडियो बनाउँदै। त्यही हो केटाहरू यहाँनिर छ। जिनु डाँडा आइपुग्यो हामी। यस फाइनली अब हाम्रो ट्रेकिङ पोइन्ट स्टार्ट हुँदैछ यहाँबाट। यस फाइनली केटा हो फाइनली जिनु डाँडा फाइनली हो अन्त अब छोमरङ यसपछिको खाना खाएपछि खाना खाने चल्दिने खानाको अर्डर दियो कि दिएन हामीले? मैले देखेन केटाहरूले दियो होला दियो भन्न। वी आर मुभिङ टु छोमरङ हो कि अब कहाँ हो थाहै छैन। कता जाँदैछौँ हामी? माउन्ट एभरेस्ट। यो मान्छे चाहिँ हो सही हो। यो माछापुच्छेलाई माउन्ट एभरेस्ट भन्ने मान्छे है। खानाको अर्डर दिइसक्यो है हामीले। यस त्यो यो पुल हुँदै जाने हामी चाहिँ यसरी यता। अलराइट गाइज खाना खाने बेलामा भेटौँ कि चाहिँ खाना खाएपछि भेटौँ ल है त। सो अलराइट गाइज अब हामी खाना खान लागेका छौँ। टक्क उता दाइ र भाउजू, यता सुभाष, यहाँ छ सागर, यता छ कुसुम। अब हामी खाना खान्छौँ। म चाहिँ खाना खाएपछि रिभ्यू दिन्छु है मिठो छ कि छैन भनेर। अनि झिनु डाँडामा हो। अनि खाना खाएर हामी चाहिँ आज चाहिँ खास गरिदिउँ। अनि आज चाहिँ हाम्रो प्लान चाहिँ खासमा उता अपर्च्युनिटीमा सिनेमा पुग्ने प्लान थियो, तर अब त्यो चाहिँ सम्भव छैन जस्तो छ। हामी छोमरङै गएर बस्छौँ। होला आज। अपर्च्युनिटीमा पुग्ने सिनेमा पुग्ने प्लान थियो, बिहान ढिलो भएर त्यस्तै हो। अब के भन्छ ल खाएपछि भेटौँ ल। अब खान्छु म पनि। खाना सुरु गरिसकेँ यता चाहिँ। ल झन् खाना खाइसकेका छौँ। अनि खाना चाहिँ मिठो थियो। मलाई चाहिँ घरे गाउँको याद आयो खाना खाँदाखेरि चाहिँ। उहाँ पनि क्या मिठो थियो खाना चाहिँ होइन। अनि यहाँ पनि मिठो लाग्यो खाना। अझै अलिकति भोक लाग्यो भए चाहिँ अझै मजाले खान्थ्यो होला है। दुईचोटि चाहिँ थपेर खाएँ। एकचोटि फर्स्टमा आफै त्यो आएको, अनि त्यसपछिको चाहिँ अनि थपेर खाइहाल्यो के अरे। मिठो थियो। अब चाहिँ हामी बुकिङ गरेर अनि त्यसपछि छोमरङमा जान्छौँ। त्यही 2 घन्टा 2.5 घन्टा जस्तो भनेको छ टाइम चाहिँ। अनि त्यही हो गाइज। अब अर्को साइडमा भेटौँ ल है। हामी अब निस्किसकेका छौँ झिनु डाँडाबाट गाइज। भाउजू यहाँ भिडियो बनाउँदै हुनुहुन्छ। अगाडि हिँड्दैछौँ हामी। अब निस्क्यौँ झिनु डाँडाबाट। कस्तो हुन्छ के हुन्छ अब थाहा छैन। दिस इज माई फर्स्ट ट्रेकिङ अन्नपूर्ण बेस क्याम्प। पहिला चाहिँ नर्थ अन्नपूर्ण पनि गएको थिएँ। इफ यु गाइज haven't checked it out, let's go check it out. My other vlogs, go to my channel, Iceco Stories, click that and watch it out, guys. Yes. Alright guys, हामी यहाँ यो छोमरङ र झिनु डाँडा जोड्ने पुलमा आइसकेका छौँ। एन्ड दिस इज दि के भन्छ यो पुललाई? झुलुङ्गे पुल भन्छ नेपालीमा चाहिँ। इङ्ग्लिसमा चाहिँ के भन्छ? सस्पेन्सन ब्रिज भन्छ साँच्चै। दिस इज आवर नेपाल सस्पेन्सन ब्रिज। जाँदैछौँ अब लगाएर। कस्तो गाह्रो पो गाह्रो पो भइदिरहेको क्या खुट्टा त। अब के भन्नु? यु गाइज क्यान टेक दिस बट आई वन्ट प्रिफर इट बिकज इट्स डोमेस्टिक भायोलेन्स गाइज। के खानुलाई भाउजू राम्रोसँग? हामीभन्दा अगाडि छिटो हिँड्छ होला है। जाउ अगाडि। ओके के खानुलाई? अलि पछाडि आऊ। बाई। अलराइट 2 जना हिँडिसकेछ। अनि मेरो त्यहाँ अर्को च्यातिसक्यो क्या। त्यो
फेरि हान्दैन त्यो भर्खरै भनेको भर्खरै भनेको होला हान्दैन गर्न हान्दा कपिराइट लाग्छ यो भन्छ नि त एउटा अहिले त भन्नुहुन्न क्या अहिले सासले भ्याउँदैन अहिले होइन गएर त्यहाँ बस्ने बेला म हान्छु ऱ्याप अब म सुनाउँछु ऱ्याप होइन जब हुन्छ ज्याक भने त्यसपछि मुस्किल हान्न चल्छ ऱ्याप ताली ताली ल यो ऱ्यापले हान्छु म तपाईँहरूलाई प्रत्यक्ष देखाउने छु गेममा खेल्ने अनि तैँले भनिस् मसँग ऱ्याप ब्याटल खेलौँ भनेर खेली खेल्दिनँ नि म खेल्छु अहिले हिँड्दैछु म ट्याली त्यसपछि पानी खाइन्छ ल अन्टिल नेक्स्ट टाइम अहिले भइरहेको छ 1:47 इन द आफ्टरनुन हामी सायद वहाँबाट हिँडेको चाहिँ सायद अराउन्ड 1:30 होला एकछिन फोटोसोटो खिचेर के गरेर चाहिँ अलिकति टाइम गयो हाम्रो त्यस्तो छ त्यो भएर सोमरङ धेरै होइन त 2 घन्टा 2.5 घन्टा अरे तर ठाडै उकालो अरे हिँड्दैछौँ है हाम्रो आज के भन्छ हाम्रो आज के अरे डेस्टिनेसन छम्ब्रुङ सँगै 2 घन्टा ठाडै उकालो छम्ब्रुङ आज तैँले बोक भोलि यसले बोकिदिन्छ पर्सि फेरि तैँले बोक निको पर्सि यसले बोकिदिन्छ बोकेर आउँछ यो चाहिँ सागरले खिच्नु लागेको अर्ग्यानिक एन्ड लोकल लेमन है त हामी आएको चाहिँ ठाउँ त्यहाँ हो त्यहाँबाट आएको हामी चाहिँ यो मान्छे चाहिँ रातै भइसक्यो यता हेर त रातै भइसक्यो एङ्ग्री बर्डको त्यो रातो कलरको हुन्छ नि त्यस्तै भइसक्यो बाहिर भाउजू चाहिँ तलबाट आउँदैछ सुभाष माथि नै पुगिसक्यो सागर हिँड्दैछ ऊ हिँड्दैछ म हिँड्दैछ है सो गाइस हामी चाहिँ छोमरङ अब कटेर जान लाग्यो किनभने छोमरङमा हामी त्यस्तै 3:30 बजीतिर आयो अनि अहिले चाहिँ 3:33 भइरहेको छ अनि हामी चाहिँ लोवर सिनेमासम्म नै पुगिन्छ जस्तो लागेर we are heading towards lower cinema. We cancel our booking from some guest house. मतलब कि नाम चाहिँ चोमरङ गेस्ट हाउस होइन कि चोमरङको गेस्ट हाउसबाट चाहिँ हामीले एउटा गेस्ट हाउसबाट चाहिँ बुकिङ क्यान्सल गरेर अगाडि जानु लाग्यो अनि त्यही हो यो झिङे डाँडाबाट यहाँ माथिसम्म चाहिँ मजाको उकालो छ अनि if you guys are coming here I just wanna give you guys rules and policy of here that you guys cannot make a loudspeaker noise on this place on this trail so that yeah अब चाहिँ हामी निस्किन्छौँ लोवर सिनेमातर्फ peace out What did happen to the last 10? I ran away with my life, fast forward, never turn back again. It's kind of funny that the more we pass time, the more we need to set the rewind. And 19 was the year I had to leave you, but now I'm seeing all the signs. Is this really happening? I can't believe it's true. I'm just as surprised as you. We reached चोमरङ डाँडा अब एकैछिनमा move on to लोवर सिनेमा how to pronounce सिनेमा वर्ड हो याद
हेर्न सक्नुहुन्छ है यता भिउ हेर्नु खतरा छ हैन त्यही माथि मोटो भन्नै पर्दैन खतरा हो सिम्बल है गाइस बाइ द वे यु गाइस क्यान फाइन्ड हिम अन Instagram and Facebook Subhash Ghale guys I'm just as surprised as you. यसरी कराउँछ नि सो हामी चाहिँ लोवर सिनुमा जाँदैछौँ हामी बिहान अगाडि 4 जना चाहिँ गइसक्यो अनि हामी 4 जना जाँदै अगाडिबाट खतरा कुकुर आउँदैछ नि तेल 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 गर्दै कहाँ पुगेर आयो अब यसको त गाउँ भयो बालै दिएन त्यसले फाइट गरे जस्तो खट्यो यस्तो छ हामी पुग्नु पारि उयो हो क्या लोर्सीमा त्यो पुगिहाल्छ नि यति त उतै माथि त लोर्सीमा क्यामेरामा अझै टाढो देखेको छ होला नाम जस्तै लोवर सिनमा जसरी नै अब हिँड्दाखेरि पनि लोवर लोवर तल तल झर्न पर्ने अनि त्यसपछि फेरि माथि माथि चढ्न पर्ने त्यस्तो टाइपको छ If you guys come in अब आउँदाखेरि चाहिँ माथि चढ्नु yes come on आउँदाखेरि चाहिँ अब अप्पर चोमरङ जानुपर्छ भनौँ न in a sense if it makes sense है त कस्तो राम्रो अब यहाँबाट कटेर यता माथि जाने उकालो लोवर सिनुवा है त्यो चाहिँ अब यहाँबाट हिँड्ने खै हामी विक्रम दाइ है कता गयो विक्रम दाइ ए ठ्याक्क आउनुभयो उताबाट भयो जुन भयो नि First of all, good morning to everyone. It's our day 2 and we are at Lower Sinua and today our goal is to reach Deurali which is located in 3,200 meter height above from the sea level, and the weather is a bit hazy that we cannot see the mountain views, and we only see the hills with the running waterfall. Okay, I'm gonna show you guys. Waterfall एउटा यहाँनिर अर्को चाहिँ यहाँनिर है अनि त्यसको तलपट्टि चाहिँ गेस खोला छ होला माथिबाट बग्दै आएको त्यो झरनाहरू भयो अनि यतापट्टि चाहिँ अनि पहाडहरू भयो अनि त्यही हो हामी बसेको लजको नाम चाहिँ बुद्ध गेस्ट हाउस हो अनि आई फर स्योर recommend you guys to stay here and spend some time over here, acclimatize over here and head towards upper direction. Yeah, kind of that. This is not paid promotion by the way, it's my personal review and my personal recommendation for you guys. अनि त्यही हो अब चाहिँ हामी खाजा खान्छौँ अनि त्यसपछि म चाहिँ अलिकति राम्रोसँग फ्रेस भएको छैन म अलिकति मजाले ब्रस गर्छु खाएर ब्रस गर्छु भनेर बसेको थियो होइन अनि खासहरू खाएर ब्रस गरेर त्यसपछि अलिकति प्याकिङ गर्न बाँकी छ त्यही सबै कपडाहरू यिनीहरू
भनेर मान्छे लगाएको कपडाहरू लगाएर चाहिँ उयो गर्न फेरि हाल्छ केटीहरू sometimes later. It's 8:52 in the morning and we are leaving for the Devaraja. I think फर्स्टमा चाहिँ अब सिनेमा नै भयो सेकेन्डमा चाहिँ दोभान हिमालय and then only Devaraja. Alright. दामी देखेछ यता हिमालय चाहिँ यो खुल्ला भएको भए चाहिँ दामी देखिन्थ्यो यो बिचको बादल हट्दिएको भए चाहिँ यस्तो सानो सानो पुलहरू छ एन्ड या म चाहिँ उसँग आइरहेको थिएँ विक्रम दाइ र भाउजू चाहिँ आउँदैछ हाम्रो भ्युअर्सहरूलाई उताको भ्यू माछा पुच्छे देखियो होइन यहाँबाट त मोबाइल देख्दा कस्तो देखिरहेको क्यामेरामा चाहिँ त्यस्तो दामी त देख्यो होइन चाहिँ अहिले ब्याम्बो आइपुगेको छौँ ऊ अगाडि हिँड्दै थियो ठ्याक्क भेटिहाल्यो एकैछिनमा ट्रेकिङ डिस्टेन्सहरू ट्रेकिङ इन्फर्मेसन म्याप बोर्ड Alright guys, you can see that information board, map board. Copyright लाग्छ copyright Bamboo finally तर एकैछिनमा आइसक्यो एकैछिनमा जस्तो लाग्यो Bamboo त यार Alright then trail is amazing guys trail चाहिँ सही छ जो up and down सबै छ है ट्रेलहरू चाहिँ Bamboo पछि Bamboo भन्दा थोरै अगाडिबाट चाहिँ होल काइन्ड अफ जङ्गल भाइब्स दिन्छ फरेस्ट क्याम्पको मर्दे हिमालको फरेस्ट क्याम्पको भाइब्स दिन्छ है really फरेस्ट क्याम्पको भाइब्स त्यो माथि लो क्याम्पको भाइब इफ यु गाइज हेभ बिन देयर यु गाइज नो वाट आई एम मिन टु से पछाडि नै हराउनु हामी चाहिँ बिचमा हो अगाडि सुरक्षा सागरले मिलिरहेको छ यो ट्यागेट हो आज चाहिँ हाम्रो पोइन्ट चाहिँ देउराली नै हो वी एडभान्स बुकेड फ्रम लोवर सिनेमा हामी सायद दोभानतिर गएर अब जे होस् 1 घन्टा जस्तो हिँडेर चाहिँ हामी खाना खान्छौँ भन्ने प्लान छ लेट्स सी हाउ इट गोज है त Alright guys, हामी आइपुग्यौँ यस्तो दामी ठाउँमा अब हल्का भिडियो खानिदिनै पर्यो केटाहरू चाहिँ त्यहाँनिर चिलमा बसिरहेको रहेछ पहिले आएर दुईजना चाहिँ दामी ठाउँमा बसिराखेको छ है आइपुगेछ ठिक छ गाइस दामी छ पानी पर्न जस्तो भएको नजिक छ Welcome to Dovan guys 25.5 meter 25.05 meter high yes माथि चाहिँ दामी देखिरहेको छ तर अझै क्लियर भएको भए चाहिँ ड्याम हुन्छ ड्याम छ अप हुन्छ हेलो गाइज हामीले चाहिँ खानासाना खाइसक्यो यहाँ खानाको भिडियो चाहिँ देखाएनौँ है भिक्स आउँदैछ यहाँ झन् चिसोको बेलामा अनि यहाँ सुवास त्यहाँ पारी विक्रम दाइ छ
And so far so good. Alright. बाहिर चाहिँ बवाल पानी परिरहेको छ ladies and boys. Alright, see you. Likewise guys, the weather forecast is okay. जाने जे भन्छ त्यही भयो पानी पर्छ यहाँनिर यो ठाउँ देखेर चाहिँ मैले भिडियो बनाएको हो अनि यो ट्रेलमा चाहिँ यस्तो तरिकाकोहरू चाहिँ थुप्रै छ 4-5 वटा 6 वटा पुलहरू पनि तर्नुपर्छ सस्पेन्सन पुलहरू है अनि यस्तै हो दामी छ पानी नपर्दैको भए चाहिँ अझै दामी हुन्थ्यो पानी परेर चाहिँ हामीलाई पुरा बिग्रियो हाम्रो चाहिँ अलिकति अब पानी परेको बेलामा अलिकति हिँड्न पनि गाह्रो हुन्छ भनौँ न अलिकति गाह्रो हुन्छ पानीले उता भिजाउने मान्छे भिजाउने फोन भिजाउने अहिले पनि पानी परिसकेको छैन you guys can see it or not yeah vlog shoot भनेर मैले vlog खिच्दिए This is fucking amazing है दामी बवाल झरा नै हो माथिबाट पुरा झरेर आइरहेछ तल पनि देखाइदिनु तल त फेरि ड्याम छ नि फेरि ड्याम अझै घाम लाग्यो हो दामी हुन्थ्यो घाम लागेन है यस्तै छ अब के गर्नु है गाइस हामी अब हिमालय आइपुग्यो जस्तो लाग्यो एन्ड द्याट्स द भ्यू पानी परिरहेको छ आई गेस माथितिर चाहिँ हिउँ परिरहेको होला एन्ड यहाँ तल चाहिँ पानी परिरहेको पानी यतातिर चाहिँ अलि सानै हो अहिले चाहिँ अलिकति ठुलो पानी पर्यो What do you want to say bro? म के भन्दिनँ हैन अभिषेक दोस्त याद गरिराख है याद गरिराख हैन ल हेर आमा What do you want to say? Brother टोल्टी आएन दोस्त पनि आएन अभिषेक गुरुङ र सुमित गुरुङ आएन है त गाइस किन आएन अब तपाईहरुलाई थाहा हुनु मन छ भने उनीहरुको इन्स्टाग्राममा गएर दरो डीएम गर्दिनु होला मेरो फलोइङ त्यस्तो त छैन त्यही पनि हामी गर्छौं किनहरुले गर्छ मैले गर्छु एन्ड या यस इट बोइज